ओहो! आज के भयो यस्तो? एकछिनमै खसी पनि काट्यो र फेरि बहिनीको रिएक्सन पनि यस्तो भयो क्या। यो किन भयो? कसरी भयो? तपाईँले जान्नुको लागि यो फुल मिनी भ्लग हेर्नुपर्छ। हेलो गाइज, तपाईँलाई स्वागत छ मेरो मिनी भ्लगमा। तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै नै छु। आज चाहिँ हामी खसी बाख्रा काटेर चाहिँ आज हामी रक चाहिँ त्यो बाटामा हाल्न लगाएको र हामीले आज छोटो भ्लगको क्लिप्सहरू पनि बनाइरहेको थियौँ मिनी भ्लग बनाउने सोचेर। त्यसैले हामीले सबै गरिरहेको थियौँ। त्यसैले अब रद पनि उम्कायौँ र यसलाई माथि लगेर राख्नु पऱ्यो। फेरि धेरैजना थियौँ, आदिको काम त्यो थियो भने चाहिँ मेरो र दाइको काम चाहिँ यता खुट्टा पोल्ने टाउको पोल्ने काम भइरहेको थियो। माथि पनि जस धडाधड काम चाहिँ चलिरहेको थियो है। त्यसैले चाहिँ यता दाइले चाहिँ फेरि टाउको पोल्दै हुनुहुन्छ, खुट्टाहरू पोल्दै हुनुहुन्छ भनेपछि जस हाम्रो काम चाहिँ खुट्टा र टाउको मात्र पोल्ने थियो भनेपछि जस ठिकै हो, हामीले खुट्टा पोलिरहेको थियौँ होइन। माथि पनि काम चलिरहेछ, हामीले पनि यता खुट्टा पोल्ने बस हाम्रो काम नै यति मात्रै थियो कि हामीले खुट्टा राम्रो बनाइदिने मात्रै। त्यसैले हामीले पनि पोल्ने के गर्ने कतिखेर खाइदिने काम पनि गरेको थियौँ। लगभग हामीहरूको टाउको पनि सबै टाउको खुट्टा सबै रेडी बनाएर चाहिँ हामी आज आन्धाभुँडी गर्नु दाइले चाहिँ भ्लग बनाइरहनु भएको थियो। म चाहिँ यता बिजी नै थिएँ। त्यसैले दाइ पनि आउनुभयो। हामीहरूको चाहिँ काम आज आन्धाभुँडी बनाउने काम थियो। त्यसैले हामी चाहिँ एक गर्दै आन्धाभुँडीहरू पखालिरहेको थियौँ। दाइले चाहिँ भ्लग बनाउनु भएको थियो किनकि हामीले त्यति गाह्रो पनि भएन, भ्लग बनाउँदै रमाइलो गर्दै गरिरहेको थियौँ। त्यसैले गइरहेको थियौँ हामीले, तर धेरै ढिलो नै गइरहेको थियौँ किनकि हामी भ्लग बनाइरहेको थियौँ। फेरि बहिनी त फेरि नाच्न थाल्यो। फेरि कतिखेर बहिनीको रिएक्सन फेरि यस्तो पनि आउँछ, फेरि कति ढिलो गरेको भनेर हामीसित रिसाइरहेको थियो। तर यति गर्दै लास्टमा हामीहरूले आन्धाभुँडी पखालेर पनि सक्यौँ। अब यस्तै फेरि हुन्छ अर्को भ्लगमा भेटौँ। बाइ।